एउटा श्रीमती हराउँछिन् अनि सुरु हुन्छ आरोप र प्रत्यारोपको एउटा डरलाग्दो खेल। यही प्रश्नले भुवनलाई पोल्छ जब उनी घर आउँदा श्रीमती भुन्टीलाई देख्दैनन् र परिवार तुरुन्तै दुई भागमा बाँडिन्छ, एउटा सत्यको पक्षमा, अर्को भ्रमको। यो भ्रम फैलाउने काम गर्छन् भुवनकी भाउजू श्रेया र उनकी सहयोगीले। उनीहरूको आरोप सीधा छ भुन्टी आफ्नो बिरामी श्रीमानलाई छोडेर अर्कैसँग भागिन्। अनि आफ्नो कुरा पत्याउन लगाउन उनीहरूले एउटा गोप्य भिडियो पनि देखाउँछन्। तर भुवनलाई पत्यार लाग्दैन। उसलाई लाग्छ यो सबै श्रेयाकै चाल हो। जब कुराले सीमा नाग्छ मैदानमा उत्रिन्छन् भुन्टीका दाई, सत्यको लागि लड्न। उनी भुन्टीको त्याग सम्झाउँछन्, श्रीमानलाई बचाउन आफ्नै रगत दिएको कुरा गर्छन्। जसले ज्यान दिन तयार भई उसले धोका कसरी दिन सक्छ र? यो आरोप सरासर झुटो हो। अनि त्यसपछि उनले त्यो तथाकथित प्रमाण यानि भिडियोको सत्यता बाहिर ल्याउँछन्। वास्तवमा त्यो भिडियो अफेयरको होइन, एक अपरिचितले गरेको सहयोगको थियो। कसैले जानाजानी त्यो क्षणलाई गलत तरिकाले खिचेर भुन्टीलाई फसाउने चाल रचेको थियो। अब भुवनको डर बदलियो। भुन्टीले धोका दिए कि होइन, उनी आफै पो खतरामा छिन्। अब एक सेकेन्ड पनि ढिला गर्नु हुँदैन। उनी र भुन्टीका दाई तुरन्तै खोजीमा निस्किन्छन्। तर उनीहरू जाने बित्तिकै श्रेयाको असली र खतरनाक अनुहार बाहिर आउँछ। श्रेयाको योजना भुन्टीलाई निकाल्नु मात्र होइन, उनलाई सधैँको लागि सिद्ध्याउनु हो। एकातिर खोजी चलिरहेको छ, तर भुन्टी कतै छैनन्, न घरमा न माइतीमा। अब कुरा साफ छ, भुन्टी भागेकी होइनन्, बरु फसाइएकी हुन् र उनको ज्यान खतरामा छ। सत्य त बाहिर आयो, तर के भुन्टीलाई समयमा बचाउन सकिएला? यो नै अबको प्रश्न हो।